जग्गा हो त यस्तो यही जग्गा हो हजुर। यो जग्गा चाहिँ एकदम शान्त रमणीय वातावरण भएको है त। ए ल यही हो हजुर जग्गा। त्यहाँदेखिको सर्लक्क परे जग्गा हो त यस्तो, जहाँ चाहिँ घाम उदाउने साथ जग्गामा लाग्छ र धादिङ बेसीबाट नजिकै रहेको यो जग्गा रहेको छ। यो जग्गाको 20 फिट बाटो एक्सिस छ भने यो जग्गाको क्षेत्रफल रहेको छ 4 आना, चिटिक्क रुमाल जस्तो मिलेको। कहाँदेखि भने यहाँदेखि यहाँबाट सिधा लिएर त्यो रुखभन्दा माथिसम्म र अर्को यता आएर यो रुखबाट सिधा माथिसम्म यो बिचको चट्टो रुमाल आकारको जग्गा रहेको छ। यो जग्गाको चाहिँ तपाईँको सिमाना घुमाइदिन्छु तपाईँलाई। सिमाना भनेको यो झाडी जति हो है, र यो गरा यहाँबाट सिधा गएर त्यहाँ एउटा पोल छ, त्यो पोलबाट सिधै आएर माथि रोडसम्म र यता त्यो ठाडो झर्नेबाट सिधै यहाँ यति यो घाँस उम्रेको 4 आना चिटिक्क परेको जग्गा रहेको छ। यो जग्गा किन्नुको एउटा के फाइदा छ भने 20 फिट रोड एक्सिस त छँदैछ र तपाईँले यो जग्गा किन्ने साथ घर बनाउन मिल्छ, किनभने यहाँ सधैँले पनि घर बनाइसकेको छ। यो जग्गा बनाउने बित्तिकै तपाईँको जग्गाको घरको छतमा बसेर रमाइलो दृश्य अवलोकन गर्न सकिन्छ। हिमाल देखिन्छ, यता अर्को यता गणेश हिमाल देखिन्छ, यता सिरान बजार देखिन्छ, एकदम मिठो भ्यू देख्न सकिन्छ यहाँ घर बनाएर बस्यो भने। यही जग्गा हो हजुर। यो जग्गा चाहिँ एकदम शान्त रमणीय वातावरण भएको, बत्ती पानी सबै सुविधा भएको बजार त्यही हो। फुटबल यहाँबाट ट्याक्क हाने पनि बजारमै पुग्छ, नजिकै बजार रहेको र छिमेकीहरू टन्नै छन् फेरि यता सबै भएको, एकदम चारपाटे चट्ट मिलेको यही जग्गा रहेको छ। जग्गा कुन हो म जग्गामै पुग्छु है त। ए ल यही हजुर जग्गा। त्यहाँदेखिको सर्लक्क परेको चिटिक्क मिलेको 4 आना टुक्रा जग्गा रहेको छ। जग्गा यही हो है। अब यो जग्गामा छोएको यो बाटो छ नि, एउटा त यता माथि यो अल्छी डाँडा आउँछ भने यो बाटो गएर यो हुँदै 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 सिरान बजार यहाँ पुलनिर जोडिन्छ है यो बाटो। छिमेकीहरू छ, घरहरू टन्नै बनाएको छ, राम्रो वातावरण छ।